अब पनि लोड सेडिङ भयो भने चाहिँ नि सरकार खबरदार जे पनि चल्छ। लोड सेडिङ हटाएको भारतलाई धन्यवाद दिनुपर्छ रे। कहाँबाट आउँछ के यस्तो बुद्धि, कहाँबाट हुन्छ यस्तो मन्त्री, कहाँबाट हुन्छ यस्तो सांसद? यो नेता बन्न लायकै मान्छेहरू होइनन्। जो मान्छेले राम्रो काम गर्छ त्यसको खुट्टा तान्नै पर्छ, त्यो चरित्र हुनै पर्छ जताततै। त्योबाट त हामी निस्किनुपर्छ। त्यो संस्कार पनि हो। ऊर्जा मन्त्री आउँछ लोड सेडिङ हुन्छ भन्नुहुन्छ, अनि हाम्रो कुलमान घिसिङजीले लोड सेडिङ हुँदैन भन्नुहुन्छ हैन। त्यो भन्दै गर्दाखेरि यो तपाईको यो लोड सेडिङ हुन्छ हुँदैन, लोड सेडिङ भयो भने त हेर्नुस् धेरै कुरा चल्छ हैन। तर यो लोड सेडिङ हुने मात्रैको कुरा हैन। हाम्रो काम गर्ने संस्कारहरू तपाईहरु सबैजना जुन ठाउँमा काम गर्नुहुन्छ हैन, तपाईले आउनुभयो, बाइट लिनुभयो, सबै गर्नुभयो, तपाईको कार्य सम्पादन मूल्याङ्कन 0 राख्दियो भने तपाईलाई यही संस्थामा बसेर यही देशमा बसेर काम गरौँ जस्तो लाग्छ कि लाग्दैन? लाग्दैन नि हैन। दुईटा कुरा। एउटा हाम्रो असीमजीको एकदम मार्मिक उहाँले जुन अघि कुरा सुनाउनु भयो, भित्र नै सुनाइराख्नु भएको थियो हैन। उहाँको करियर लिँदा भन न असीम त्यो के थियो? नयाँ इडी एमडी चाहिँ नि यो सालो पर्छ भनेर सुनिएको छ, तर त्यो हो कि हैन मलाई थाहा छैन। सबै साक्ष्य चाहिँ नि ओलीजीको के भन्छ यो कति सालो पर्दैन भनेर पनि त्यो पनि हामीले ख्याल गर्नुपर्छ हैन। यो नयाँ आएको व्यक्तिलाई भन्दा पनि अहिलेको हामीले दुईटा कुरा सोचौं हैन। जो मान्छेले राम्रो काम गर्छ त्यसको खुट्टा तान्नै पर्छ, त्यो चरित्र हुनै पर्छ जताततै। त्योबाट त हामी निस्किनुपर्छ। त्यो संस्कार पनि हो। र यो सरकार चलाउने भनेको यो इम्प्लिमेन्ट मात्रै होइन कि आदर्श नागरिक कसरी बन्ने, हामीले समाज कसरी बनाउने, हाम्रो समाजको मूल्य मान्यता के हो त्यो पनि देखाउने हो नि त हैन। नयाँ जेनेरेसनलाई त्यो अभिभावक तपाई आफै सोच्नु। तपाई दिनभर काम गरेर गएर घरमा तपाईको बुवा आमाले तपाईलाई बेसरी गाली गर्यो, हेला गर्यो भने तपाईलाई कस्तो महसुस हुन्छ? प्रधानमन्त्री भनेको यो देशको अभिभावकत्व ग्रहण गरेर काम गर्नुपर्ने मान्छेले एउटा एनईए को एमडीसँग रिस साटेर उहाँले लोड सेडिङ हटाएको होइन। यो मन्त्रीलाई के भएको? भारतलाई धन्यवाद दिनुपर्छ अरे। त्यस भए त उहाँले लाएको ढाका टोपी पनि भारतको त्यो सियो त नेपालमा बन्दैन नि। उहाँलाई धन्यवाद दिनुपर्ने। उहाँले जहिले उठेर के दक्षिणतर्फ बसेर तोम शरणम गरेर सदन आउने त होइन होला नि हैन। पेनिसिलिन बनाएको त इन्डियाले पनि होइन। हामी अबको सबैलाई गर्ने आफ्नो स्वाभिमान जस्तो कुरालाई उहाँले यस्तो हलुका अनुसार यो सदनमा बोल्या छन्। यस्ता मन्त्रीप्रति त के भन्ने हैन। आश पनि केही छैन मलाई त। फट्याएको 1 नम्बरमा यो के भन्छ मन्त्री परिषद लाग्छ हैन। तर जनताको भावनालाई कस्तो अवमूल्याङ्कन गरेको? मैले जब कुलमान घिसिङ भन्ने पात्र चिने त्यति बेला मलाई यो को मन्त्री केही थाहा थिएन। लोड सेडिङ थियो, लोड सेडिङ हटाउने मान्छे यो हो भनेर मात्रै थाहा थियो। त्यस्तो रेस्पेक्ट गर्ने मान्छेलाई जुन तरिकाले अहिले यो सरकारले ट्रिट गरेको छ त्यो चाहिँ नि एउटा हेपा प्रविधि, एउटा अरूले राम्रो काम गरेको देख्न नसक्ने हैन। अनि